हेलो साथीहरू, गुड मर्निङ। अहिले चाहिँ म रायो साग काटिरहेको छु। 12 बजीको खाना बनाउन गइरहेको छु र यो रायो साग चाहिँ सबै नेपालीको फेभरेट है। आज म रायो साग बनाउँदैछु। यसरी चरक चरक काटेर चाहिँ मजाले भुट्नुपर्छ हैन, दामी टेस्टी हुन्छ। र साथीहरू, मैले साग काटिसकेको छु। अब चाहिँ म यसलाई बनाउने छु, किनभने फटाफट गर्नुपर्छ। आमाहरू मन्दिर जानुभएको छ र दादाको नानीलाई पनि खाना स्कुलमा लानुपर्ने हुन्छ र म अब यसलाई बनाउने छु है मजाले। कराई तातिँदैछ, ला तेल पनि सकिसकेछ। अब आमाले मार्नुहुन्छ, बेसी बेसी लाउँछ भनेर गाली गर्नुहुन्छ। केही छैन, ल्याउनु पर्छ। कराई तातिसकेछ। अझै एउटा सब्जी बनाउनु पर्छ। यो बनाइसकेर मसलाहरू रेडी गरौँ। तेल तातिँदैछ साथीहरू, तेल तातिँदैछ। तू मेरा कोई ना हो के भी कुछ लागे, तू मेरा कोई ना हो के भी कुछ लागे। तेल तातियो, पाँचफोरन। हाम्रो चाहिँ प्याज लसुनहरू घरमा चाहिँ चल्दैन हैन, त्यही कारणले पाँचफोरन पड्काउँछु। जिरा पिसेर राखेको छु, हल्दी, हल्का अजवाइन, हल्का तीखा लाल, त्यति नै हाम्रो मसला। रब वर्गावे, रब वर्गा मैनू है मिला माही। रब वर्गा, रब वर्गावे, रब वर्गा मैनू है मिला माही। रब वर्गा ये धूप तेरी मिलती रहे तो मैं वक्त से मोहलतें मांग लूं। तेरे बिना ना जीना गवारा, तेरे बिना ना हो जीना ये दुआएं मांग लूं मैं। तेरे मेरे प्यार नू नजर ना मिले, रुक जाओ यारा जा लग जा गले। जाने वाली ये लग जा गले, जाने वाली ये लग जा गले। साथीहरू, म चाहिँ यसरी गाना गाउँदै खाना बनाउँछु ल। मेरो चाहिँ यस्तै है पारा। गाना गीत गायो, खाना बनायो। अब चाहिँ म हल्दी हाल्छु, हल्दी बेसी हाल्दैन, कस्तो हाल्छ, जिरा
बस यो अझै पनि हालिहाल्नु त बस हल्का नमक सिहाल्नु नुन हुन्छ अब चाहिँ टमाटर पनि काटेर हालिहाल्नु धेरै राखेको छु अनि हालिदिइहालौँ मजाले खाएको टिप्को गरेर गर्नुहुन्छ क्यों इतना हुआ है तू खफा है जिद किस बात की तेरी के मारेगी ज्यादा मुझे मौत से नाराजगी तेरी जानिसार है जानिसार तेरे प्यार पे मेरे यार जानिसार है हल्का पानी निस्किँदैछ यो पानीलाई सुक्नु दिउँ हैन हल्का छोपेको जस्तो गरिदिउँ न हैन एकछिन पुस्दै पनि गर्नुपर्छ र साथीहरू खाना पनि रेडी भइसकेको छ सबै कम्प्लिट खानाको कामहरू अब अहिले के गर्नेछु कसो गर्नेछु हेर्दै जानु होला र साथीहरू आज चाहिँ धेरै सरप्राइज हुनेवाला छ सरप्राइज हुनेवाला हुनेवाला छ र अब पछि लुगा लाएर जानेछु हेर्दै गर्नुहोस् ल म रेडी भइसकेँ अब म जानेछु आज चाहिँ तपाईँहरूलाई पनि सरप्राइज हुनेछ के हो रहेछ भनेर हेर्दै गर्नु होला के चाहिँ हुनेवाला छ आज सबै सरप्राइज हुनेछ हेर्दै गर्नुहोस् होला है त साथीहरू म चाहिँ निस्किँदैछु अहिले घरको सरप्राइजको लागि र साथीहरू हेर्दै गर्नु होला मेरो भ्लग म अहिले जाँदैछु डुवर्सको लङ्कापाडाको भ्यू हेर्नुहोस् होला दामी छ दामी दामी डुवर्सको लङ्कापाडाको भ्यू हेर्नुहोस् है साथीहरू हाम्रो जग्गाको हेलो साथीहरू म आइपुगेँ घर फाइनली आया अब म सरप्राइज दिन्छु हेर्नुहोस् है फोन चलाइरहेको रहेछ अब हेर्नुहोस् है साथीहरू सरप्राइज ह्यापी बर्थडे टु यु
सरप्राइज आज आमाको बर्थडे हो सरप्राइज दिएको अझै एउटा सरप्राइज छ तपाईँलाई छ नि अहिले एकछिनमा चाल पाउनुहुन्छ सरप्राइज 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 आज आमाको बर्थडे हो सरप्राइज 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 दुईजना भएर काट्नु न अहिले दुईजना भएर काट्नु न अहिले आपा मिलेको छैनौ आपालाई थाहै छैन आपालाई थाहै छैन सरप्राइज अहिले अझै एउटा सरप्राइज छ आमालाई आपालाई थाहै छैन आपालाई पनि थाहा छ आपा पनि सरप्राइज भइरहेछ होइन आपा सरप्राइज नानीलाई पनि थाहा छ नानीले सरप्राइज छ सरप्राइज भयो नि त आपा धरि सरप्राइज भयो सबैजना सरप्राइज भयो मैले बत्ती लाग्नुहुन्छ Happy birthday to you. May God bless you. बत्ती बालिसकेको यो लाउनुहोस् न एकछिन ल लाउनु पर्छ ए यो आपा यो माचिसले यहाँ जलाउनुहोस् त जलाउनुहोस् त Happy birthday to you. Happy birthday to you. Happy birthday dear Amma. Happy birthday to you. केक पनि काटिसक्यो साथीहरु अब चाहिँ खानापट्टि लाग्नुपर्छ खानाहरु खानुपर्छ पाले चट्टी चट्टी खानुहुँदैछ के मिठो लाग्यो क्या ल अब खानापट्टि जाउँ होइन खानाहरू खानु केक ल्याएको छैन अरे र साथीहरू आजको सरप्राइज भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला र शेयर अनि फलो गर्नु नभुल्नु होला बाइ बाइ